भन्छन् जो बोल्छ त्यसको मकै पनि बिग्छ र जो बोल्दैन त्यसको चामल पनि बिग्दैन। त्यस्तै भने चाहिँ हाम्रो भिडियोमा पनि बोल्ने सबैभन्दा पहिला बोल्ने काम थम्बनेलले नै गर्छ। म आजको भिडियोमा हजुरहरूलाई केही यस्तै इन्ट्रेस्टिङ थम्बनेलहरू बनाउन सिकाउने छु। सो भिडियोलाई लास्टसम्म हेर्नु होला र अब हामी ढिला नगरिकन मोबाइलको स्क्रिनतर्फ लागौँ। तपाईहरू च्याट जीपीटीमा जानुपर्ने हुन्छ। च्याट जीपीटीलाई तपाईले सिम्पली प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ, नत्र भने मैले यसको लिंक डिस्क्रिप्सन बक्समा दिनेछु। सिम्पली तपाईहरु जानु होला च्याट जीपीटीमा। च्याट जीपीटीमा गइसकेपछि तपाईलाई सिम्पली त्यहाँ साइन अप माग्छ। तपाईले कन्टिन्यू विथ गुगल गरिदिनु भयो भने तपाईको जीमेल देखि नै लगइन हुनेछ। त्यसपछि तपाईहरुको अगाडि के यस्तो इन्टरफेस आउँछ। तपाईले सिम्पली क्रिएट इमेज भन्ने अप्सनमा क्लिक गर्नु होला। क्रिएट इमेज भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईले यहाँ तपाईको अटोमेटिकली क्रिएट एन्ड इमेज भन्ने अप्सन आउँछ। तपाईले सिम्पली यसमा स्पेस लगाएर तपाईले के सम्बन्धित थम्बनेल बनाउन चाहनुहुन्छ, जस्तै म चाहिँ नि हाउ टु क्रिएट युट्युब च्यानल सम्बन्धी थम्बनेल बनाउन चाहन्छु। जस्ट तपाईहरुको फर एक्जाम्पलको लागि सिम्पली तपाईहरुले क्रिएट एन इमेज पछाडी हाउ टु क्रिएट युट्युब च्यानल भनेर क्लिक गर्नु होला। यति तपाईले टाइप गरिसकेपछि फर युट्युब थम्बनेल भनेर सर्च गर्नु होला। त्यसपछि तपाईले साइज लेख्नु होला। साइज भनेर साइज लेखिसकेपछि तपाईले स्पेस दिनु होला र 16:2 भन्ने तपाईले स्टु भन्ने अप्सन तपाईले यहाँ माथि र तल एउटा डट भएको अप्सन देख्न सक्नुहुन्छ, डबल डट भएको। जस्तै मैले यहाँ गरिरहेको छु यो डबल डटको अप्सन। यो गरिसकेपछि तपाईले 9 हाल्नु होला। 9 हालिसकेपछि तपाईले यहाँ सिम्पली तलपट्टि एउटा सर्चको अप्सन देख्न सक्नुहुन्छ, माथिपट्टि फर्केको यस्तो एरोको अप्सन देख्न सक्नुहुनेछ। सिम्पल त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईको यहाँ थम्बनेल चाहिँ नि रेडी हुँदैछ। सिम्पली तपाईले केही समय वेट गर्नुपर्ने हुन्छ, 5-10 सेकेन्ड। तपाईले हेर्न सक्नुहुनेछ हाम्रो थम्बनेल चाहिँ नि बनेर रेडी भएर आइसकेको छ। सिम्पली फोटोमा क्लिक गर्नु होला। फोटोमा क्लिक गरिसकेपछि तपाईले डाउनलोड भन्ने अप्सन देख्न सक्नुहुनेछ। सिम्पली त्यसलाई डाउनलोड गर्न सक्नुहुनेछ। डाउनलोड गरेर तपाईले युट्युबमा थम्बनेल लगाउन सक्नुहुनेछ। यदि तपाईलाई यो थम्बनेल मन परेन भने तपाईले सिम्पली मोर इन्ट्रेस्टिङ भनेर फेरि सर्च गर्नु होला। मोर इन्ट्रेस्टिङ भनेर तपाईले सर्च गरेपछि त्यो भन्दा अझै राम्रो र अझै इन्ट्रेस्टिङ चाहिँ नि यसले क्रिएट गरेर तपाईहरुको अगाडि देखाउनेछ। तपाईले हेर्न सक्नुहुनेछ अहिले चाहिँ नि त्यो अघिको भन्दा केही इन्ट्रेस्टिङ थम्बनेलले बनाएर देखाएको छ। यदि यो पनि मन पर्दैन भने तपाईले लाइक अ बिग युट्युबर्स भनेर सर्च गर्नु होला। यति सर्च गरेपछि चाहिँ तपाईहरुले जसरी ठुला युट्युबर्सहरुले आफ्नो थम्बनेल बनाउँछन् त्यसरी नै यसले तपाईलाई थम्बनेल बनाएर रेडी गरेर दिनेछ। अहिले चाहिँ नि एआई को जमाना छ र तपाईहरुलाई थम्बनेल बनाउन चाहिँ एडिटिङमा चाहिँ धेरै टाइम वेस्ट गर्नु पर्दैन। सिम्पल देख्न सक्नुहुनेछ तपाईले यसले एकदम इन्ट्रेस्टिङ र क्लियरिटीको साथमा हाउ टु क्रिएट अ युट्युब च्यानल नाउ भनेर देखाएको छ। तपाईले यदि यहाँ तपाईले डेट लेख्न चाहनुहुन्छ भने पनि यसलाई तपाईले एडिटको अप्सनमा गएर तपाईले राइट इन 225 भनेर सर्च गर्नु होला। यति लेखेपछि चाहिँ तपाईलाई सिम्पली यसले क्रिएट गरेर 225 सहित लेखेर दिनेछ। तपाईलाई म आएपछि देखाउने पनि छु। हेर्न सक्नुहुनेछ तपाईले थम्बनेल युट्युब इन 225 क्रिएट अ युट्युब च्यानल इन 225 भनेर देखाएको छ। तपाईले यसरी नै एकदम इन्ट्रेस्टिङ थम्बनेलहरु बनाउन सक्नुहुनेछ युट्युबको लागि।
सो यही नै हो गाइज आजको भिडियोमा चाहिँ नि भिडियो अलिकति पनि हेल्पफुल लाग्छ भने च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। म तपाईहरुको लागि यस्तै नै इन्ट्रेस्टिङ भिडियोहरु च्यानलमा अपलोड गर्ने नै छु। थ्यांक्स फर वाचिङ गाइज। भेटौँला नेक्स्ट भिडियोमा।